आज म तपाईहरुलाई कुखुराको मासु बनाएर देखाउँछु। मासुलाई राम्रोसँग पखाल्ने र हामीलाई यति सामान चाहिन्छ। प्याज काट्ने, धनिया काट्ने, गोलबेडा काट्ने, खुर्सानी काट्ने। ल हेर्नु त, एउटा कराईमा तेल तताउने, मेथी, जीरा, ल्वाङ सुकमेल पड्काउने, खुर्सानी पड्काउने, मासु राखेर मजाले चलाएर एकछिन छोपिदिने। मासुको पानी सबै सुक्ने गरेर भुट्ने। यतिको रातो गरेर भुट्ने। भुट्न पुगेन भने अलि गनाउँछ। अब यसमा बेसार, जिरा धनियाको धुलो, लसुन अदुवाको पेस्ट राखेर मजाले चलाउने। खुर्सानीको धुलो पनि थोरै राख्ने, कतिको पिरो मनपर्छ। अब यसमा गोलबेडा, नुन, प्याज राखेर एकछिन छोपिदिने। अब यसलाई मजाले रातो रातो हुने गरेर भुट्ने। अनि यसमा गरम मसला थोरै राखिदिने, धनिया राख्ने। अब एकछिन फेरि मजाले भुट्ने। हेर्नु त, यतिको हुन्छ। अब तयार भयो हाम्रो चिकन तरकारी। अब अलि सेलाएपछि एउटा भाँडामा खनाउने। मेरो रेसिपी तपाईहरुलाई मन पर्छ भने बनाएर खान सक्नुहुन्छ। धन्यवाद।